म्याटीले हेलो हेलो सर के छ सन्चै हुनुहुन्छ धान काटेर आउनुभयो धान काटेर आयो पोटा लागेको छ ए यति बसेको छ काम त डरै गाउँतिर के हार्नु त मम्मी गाह्रो छ काम गर्छ आरामै छ तमी आराम सुभा तम्रा आएर बाचा छु भन्नु बाच्या छु तम्रा कसैले यहाँ क्यामेराम्यानमा कैद भएको छ यो मान्छे यसलाई कोही खबर गर्नु बिहे गर्नुपर्ने भएको छ गर्छु र हो त्यो चाहिँ हाम्रो यसलाई भन्छ बल्ल बल्ल बुइसो बुइसो हो बुइसो के छ त सन्चै छस् चिन्दो रहेछ मात्दैन मात्दैन ठिक छस् ठिक छस् ठिक छ यो बिक्रीमा छ नि कोही किन्ने मान्छे छ भने राङ्गो राङ्गो छ राङ्गो ओ राङ्गो के छ ठिक छ काँक्राहरू छ काँक्राहरू फलिरहेको छ यहाँ पेकिसक्यो गरेर हरिया काँक्रा भइसक्यो हाम्रो काँक्रा बारी छ यहाँ करेलाको बारी अरू भनेको हाम्रो अरू के छ र यहाँ भएन दसैँ दसैँ तिहार भयो हाम्रो यो यहाँ फिल्टर भइहाल्यो धारो यहीँ छ अम्बा अम्बा आएको न के भयो भयो यहाँ सबै गुइठिएर हाम्रो गुइठिएर अम्बाको हालत खराब छ क्या पुरै यस्तो छ अम्बा पुरै यस्तो भयो कि अम्बाको हालत खराब भयो नि त यस्तो भयो कि आरो पोखराको बोटा हो हाम्रो यो चाहिँ हाम्रा यी भनेका उखु लिप्नुपर्छ यहाँ हाम्रो यसरी लिप्नुपर्छ मम्मीले अब हाम्रो यहाँ जोत्ने कार्यक्रम हुँदैछ के हरायो माचिसको यहाँ छिडी खोल्नु पर्ने अब हाम्रो यसरी चाहिँ जोतिन्छ यहाँ चाहिँ बल्ल यहाँ जोतिन्छ यसरी जोतिन्छ हाम्रो ड्याडी जोत्दैछन् अब यहाँ चाहिँ यसरी जोत्नुपर्छ यो लङ्काम्रो अर्को भाइ हुन्छ हाम्रो एउटा यहाँ जोत्ने कार्यक्रम यस्तो हुन्छ यसरी जोतिन्छ होइन यस्तो हुन्छ यहाँ हाम्रो भइरहेछ भुइसी भुइसी जोताइ कार्यक्रम भइरहेछ हाम्रो गाउँमा यस्तै छ हो हरियाली एकदम हेर्नु गाह्रो छ यो हिगो दृश्य ओइ के ओ भुसेर छैन
पर मम्मी खानु लागिसक्यो अब ल खानु लाग्यो मम्मी ए तर पानी मुलो गएर रहेरै भइगयो ल कसले हालेको ए ओइ मेरो हजुर म त के पो गरोस् बुझे गरुला के छ त छैन त समयकै भाइ गए ओहो हाम्रो यहाँ काठ बाल्दियौँ हामीले पछाडि पछाडि हिँड्ने अब अरे मेरो कामै यही हो सिपालु मात्रै बेच्दिउँ अब हाम्रो काम भइरहेछ गाउँतिर खराब भइगयो भन्नुहुँदैन स्याहार्नु अहिले गहुँ लाउने समयमा एक नासो खानुपर्छ अहिले पहिले एक रात खोल्ने पछि खोल्ने भयो नि पछि चाहिँ त्यस्तो छ अहिले चाहिँ एक नासो खानुपर्छ अब आफू अनुसार एगेन खुना त त्यस्तो गुना जस्तो त्यसमा त लाग तालाफल हामी म पोटाएँ तैँले खुनी तँ पोटाइ यसले खुन्ने त्यसो कसले तातो खुन्ने गर्छ तर यति लाग्यो म यहाँबाट आएको खुल्ला के छ र ओ म त भैँसिया उठाल्यो हेलो गाइज नमस्ते नमस्ते वेलकम टु माई युट्युब च्यानल एल्बिन भ्लग गाइज सो गाइज तपाईँहरू सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु सो गाइज अझ हामी नुहाउन आएको छौँ हाम्रो पानीको धारो भन्ने यत्रो छ यहाँ हामी तिनवटा भाइ आइरहेको छ हाम्रो यता घरभन्दा यतातिर यस्तो छ यहाँ हाम्रो टक्क पारेर चट्ट पारेर होइन चट्ट पारेर यस्तो छ पुरै हाम्रो ठाउँ भन्ने चिज यस्तो छ